तर हाम्रो गेम पनि अब आजभोलि भाइरल छ रिलहरुमा युट्युबहरुमा। प्राइस चाहिँ पुरै 1 क्यारेट अंडा हो यो है। यो डम्बेल मिलाउँदै छ हैन, 2 रो यसरी डम्बेल लाग्छ। 8 जनामा 2 जनाको बेस्ट टाइम जस हुन्छ त्यसको फिनाले हुन्छ है। फेरि फाइनल गेम कोही खेल्छ कस्तो फ्याक्टर छ त्यो त बेइज्जती हेर्नु। फेरि सिनियर मान्छे झन् गरम भन्नु छैन। अन योर मार्क गेट सेट गो टाइम स्टार्ट। अलि हो नजिकै जानु पर्यो नजिकै। बाबा टीचर हो त यार। हेलो नमस्ते वेलकम मेरो युट्युब च्यानलमा। आज पनि हामी चट्ट दाजुभाइहरु एक्सरसाइज सबैले आफ्नो लेगको एक्सरसाइज सकेर यहाँ पुरै थकित छन् हैन। तर हाम्रो गेम पनि अब लेगको स्ट्रेन्थ र स्टामिना सम्बन्धी नै जस्तो हुनेछ है। अनि यसो एउटा गेम गरम भन्दा हामीलाई गेम खासै थाहा त छैन यो गेमको नाम, तै पनि आजभोलि भाइरल छ रिलहरुमा युट्युबहरुमा। हामी त्यही गेम खेल्दै छौं। सो गाइज लेट्स गेट रेडी। हाम्रो प्रप चाहिँ अनि खै प्राइज हेल्याउ न। हाम्रो फेरि विनरलाई प्राइज पनि बवाल प्राइज छ हामीसँग हैन। ल त्यो सेटअप मिलाउ छिटो। प्राइज चाहिँ पुरै 1 क्यारेट अंडा हो यो है। चट्ट जिम गर्नेहरूलाई प्रोटिन पनि हुन्छ। 5-7 दिनको खुराक। तिम्रो के गर्दैछ छिटो गर न। लास्ट आउनेलाई एउटा अंडा टाउकोमा फोड्नु पर्छ है। जो लास्ट आउँछ त्यसको टाउकोमा एउटा अंडा। सुमन भाइ जो लास्ट आउँछ त्यसको टाउकोमा एउटा अंडा फोड्ने हुन्छ कि नै? मिल्दैन के भ्याइ अब गेम सुरु। ल छिटो ल सेटअप मिलाउ न लाइनसँग 15 वटा। ल यता हाम्रो भाइहरुले चाहिँ सेटअप मिलाउँदै छन्। यसरी हामी लाइनसँग गेमको लागि यो डम्बेल मिलाउँदैछ हैन। 2 रो यसरी डम्बेल लाग्छ अनि त्यहाँ चाहिँ बक्स हुन्छ। यहाँ 2 जना कम्पिटिटर हुन्छ अनि एउटाले सुरु अगाडिबाट गर्छ एउटाले लास्टबाट गर्छ। जसले चाँडो त्यहाँ बक्समा हाल्छ डम्बेल त्यही विनर हुन्छ। तर हाम्रो ग्रुप हामी 4-4 वटा हुन्छौँ, त्यही भएर यस्तो गर्नुपर्छ। टाइमिङ हामी चेक गर्छौँ हैन। 8 जनामा 2 जनाको बेस्ट टाइम जस हुन्छ त्यसको फिनाले हुन्छ है। फेरि फाइनल 2 जना गर्छौँ। 8 जना छौँ हामी, 2 जना गर्छौँ गेम। म पनि खेल्छु। आज अन्डा घरै ल्याउनु पर्ला जस्तो छ, त्यही भएर छोड्दै गोत्यार जहिले यस्तै हो। 4वटा ग्रुप हुन्छ हैन 2 जनाको। अनि बेस्ट 2 जना बेस्टको टाइमिङ जसको बेस्ट टाइमिङ हुन्छ तिनीहरू 2टाको फाइनल हुन्छ। यहीँसम्म यता यहाँसम्म ल्याउ न। यहाँसम्म ल्याउ। एकजना चुमन दाइ त भाग्नु ए यही हुनुहुन्छ। ल छिटो आउन दाइ, तपाईलाई फोन गराउँ लाग्यो। बक्स त्यो बक्स पल्टाउ अब। बक्स उयो बक्स राखेन हुन्छ त्यो। यो त फेरि सेटअप गर्नुपर्छ नि यस्तै गरी। ठिक छ भयो ल ठिक छ भयो अब। ल चट्ट ल हाम्रो सेटअप भयो। ल खै गोला निकाल गोला यहाँ फाल्दै जब ए हामीसँग 8वटा छ AA BB CC DD हैन। त्यसरी बनाएको छ हामीले। अनि जो ए पर्छ त्यो सुरुमा जान्छ है। ल आउन एकछिन बिस्तारै गर्नु नि। तपाईले गर्नु भने गेम सबै डाउनलोड हुन्छ अहिले। 8 जना हार्ने गेम कोही खेल्छ कस्तो फ्याक्टर छ त्यो त बेइज्जती हेर्नु। फेरि सिनियर मान्छे झन् गरम भन्नु छैन। यस्ता जिमको इन्स्पिरेसन अरे यिनले जित्छ। यहाँ पुरै तयारी हुँदैछ, रिहर्सल गर्दैछन् भाइले। ल राफल खान ए यहाँ लगा न। मेरो चाहिँ के परेछ है डी सुमान न नाटक नहुनु के। फेरि अहिले अरू गेममा फेरि तपाईँलाई सामेल हुनु यस्तो गर्नु। सी ल सी कोचको सी सुमन हामी उस्तो देखाउनु त। सुमन मेरो पऱ्यो। ल लास्ट टाइम मेरै खेला पर्नुहुन्छ तपाईँ। ल केटा 2 जनाको हुन्छ। 8 जनामा जसको 2 जनाको बेस्ट टाइमिङ जसको हुन्छ तिनीहरूको त्यसको फाइनल है। ल रेडी ल अब ल हाम्रो नेम चाहिँ चेन्ज के भयो भनेपछि जताबाट सुरु गरे नि हुन्छ भन्ने भयो है। ओके छ सबजना ओके। ल हामी जताबाट सुरु गरे पनि जसले छिटो गरे है त। अनि केटा टाढाबाट फाल्न पाइँदैन है। त्यही बक्स निर जानु पर्यो मजाले। बक्स निर जानु पर्यो। ए टाइमरवाला यता आउन यहाँ 8 जना मात्रै 2 जना जसको बेस्ट टाइमिङ छ त्यसको फाइनल हुन्छ के। नत्र कसरी निकाल्नु नि? एउटा मात्रै फाइनल मजा आउँदैन त। गेम अलि इन्टरटेनिङ गराउनु परेन। न त आउन त निक्लिन्छ एउटा बेस्ट टाइमिङ, तर अलि खतरा बनाउनु पर्यो के गेम। ल है केटा हो। अन योर मार्क गेट सेट गो टाइम स्टार्ट। अलि हो नजिकै जानु पर्यो नजिकै। वाह यिनी गयो है यताबाट सुरु गरेछन्। ल केटा तिम्रो हेर है त। अलि बिस्तारै भाला केटा। ठिक छ ए देबो रिदम। यसको 3टा मात्र छ, दिबुको 5वटा, उसको 2टा मात्र छ। ल्यापेर बोलो जित्यो। ल 2टा टाइमिङ के छ? 37.15 है। मैले सेकेन्ड ल्याप दिएन।
हुन्छ त्यही ठिक छ आखिर त्यहीबाट निक्लिन्छ भने 37 दिपुको एकछिन लिएन पेन लिएन टिप्नु पर्यो त त्यो खै नोटमा लेख खाएन त्यो आफ्नो इच्छा कुरो होला दिपुको 37.15 है सुन न तिमीले दुईटैको लिनु पर्ने के अलि दुईटै बेस्ट भयो भने दुईटैको बेस्ट भयो यदि भएको भए दुईटा फाइनल हुन्थ्यो नि त दुईटैको लियो है अब चाहिँ ल लेट्स गो मिलाउ यहाँ मिलाउन आऊ ल मिलाउन 37.15 ल नेक्स्ट बीबी वाला आऊ ल हाम्रो ग्रुप बी को लागि सेटअप रेडी को बी तिमीहरुको ए जितिहाल्छ नि कहाँबाट सुरु गर्छ ल बाबु यसलाई हटाऊ दिपु यसलाई हटाऊ त डिस्टर्ब गर्छ है बाबु तिमी अलिक जाऊ ल केटा रेडी 8 सेट गो दुईटै छेउबाट हाने बाबा ल आम्मा विक्रमको स्पिड विस्तारै बाबा टीचर हो त यार विस्तारै अलि नजिक गर अलि बिस्तारै सन्तोष तिमी पछि होइन सन्तोष नजिक जानु पर्यो है सन्तोष नजिक त्यहाँबाट आइज न होइन नजिक स्टप अरे यिनी मान्छे पनि रहेछन् ल एउटाको के गरे 36.7 विक्रमको 36.7 तिमीलाई जितेछ नि त यिनले अर्को परेन छोडिदियो ल 36 यिनले ल तपाईँ यहाँबाट गर्नु म अगाडिबाट गर्छु आउनु ल आउनु छिटो आउनु ल सेटो गराउ त केटा अब यहाँ विक्रम आउनु न छिटो आउनु ल आउनु हाम्रो पारी उहाँ पुरा छन् केही छैन तर दाइ हामी अलि सिनियर भएर यिनीहरूलाई जित्न दिउँ न के भयो त ल दाइ सुरु हान्नुपर्छ दिपु तिमी यहाँबाट बनाऊ है त कुद्नु न यो भएर मजा नि दाइ यार के पछेर आऊ न दाइको खुट्टा दुख्ने भएकोले यस्तो गरौँ ल अब यो अर्को ग्रुप गएर सिसी होइन अब सिसी भएन डिडी गर अनि जोसँग म कोसँग म एक्लै त्यही गरौँ नि त ल डबल कहाँ हुन्छ दुईवटा गरेर डबल कहाँ त्यो हुँदैन दाइको खुट्टा दुखेर सक्नु भएन दाइको 30 इन्चसम्म म गर्छु ल ए नजिक आऊ बेस्ट भयो मेरो ए अब विक्रमको मेरो पर लास्ट फाइनल थाकिदो रहेछ हो ल ओके छ त दुईजना ल लास्टको लागि तयारी विक्रम यो गेम त मजा आउने रहेछ यार यो गेम त ग्राउन्डमा गएर खेल्ने जस्तो रहेछ होइन ग्राउन्डमा सुन न ग्राउन्डमा अब चोक्टा मासु राख्ने एउटा चोक्टा मासु राख्ने के ल अब लास्ट हुन्छ लास्ट अब यिनीहरू ल दाइ ल भाइ दाइको औषधि छुट्ने भएका ल नै सुन वहीँ पुगेको थिएँ मैले हेरेको थिएँ भिडियो हेरौँ ल छोड गर है ल ए के भयो त अर्कै आइडी यिनीहरूले त पुरै नियमै चेन्ज गर्छ त यार गेमको हामीले देखेको गेम यस्तो थिएन बाबा खतरा कुदो त बडा डाँगे के कडा गयो है कडा
अब जित्छ किन भन्ने कुरा हो ल ए ल 37.13 भाषा कति भएको छ 37.13 37.13 को कसको छ जुनुको पर्यो ल दिपु र दिपु 36 36 छ त उता म त्यसो भए जुनु र दिपु विक्रमको विक्रम र जुनुको ल फाइनल दुईजना निस्के फाइनल ल अलिकति धेरै 2 सेकेन्ड किन होइन थोरै कम हो लगाएको नि तर नियम अनुसार खासमा एउटा यहाँबाट एउटा त्यहाँबाट हो त ठिक छ हामी आफ्नै नियम बनाउने होइन रमाइलो त हो नि ल थाकिस् साला भैँसी पनि कुद्दो रहेछ बे त अब ओए यही टिम ग्राउन्डमा रनिङ 200 मिटर 200 मिटर हान्यो नि दम छैन 100 मिटर त त्यति त हो नि न म 100 मिटर रनर 200 होइन हानिन्छ त त्यही त शनिबार दिपु यसलाई छुन पर्यो यसलाई छोएर मात्रै अगाडि जाऊ यहाँदेखि फाल जहाँदेखि तर यसलाई छुनु पर्यो टच न छोड त्यही छ ठिक छ ल हाम्रो दुईटा प्रतियोगी मिस्टर जुनु केसी एन्ड मिस्टर विक्रम डाँगे प्लिज च्यालेन्ज दिस फ्लो इज अल योर्स गाइज है मजाले जो फर्स्ट हुन्छ त्यसले 1 महिनाको लागि अन्डा 1 महिना पुग्दैन 1 हप्ता पुग्ला 1 हप्ता नै पुग्दैन 2 दिन हो इट्स ओके 15 खान्छ एक दिनमा मजाक नगर यहाँ अहिले यसले चाहिँ खान्छ होला तिमीले खानु मैले आज सुरु गरेछु ल खै ओए खै तैँले त म यहीँबाट गर्छु आफै गर्छु म आफै सेट गर्छु टाइम यहाँ गडबड गर्छन् केटाहरू फेरि ल अन योर मार्क बडाङ साइड हट न अन योर मार्क गेट सेट गो बाबा दुईटै उयो भयो है ल कडा विक्रम चिपले विक्रम स्लिप खाए ओए तर तिमी नसिप्ले त बराबर गाँछौ त अहिले ए बुद्धि भयो ओए बाबा लास्ट विक्रम 37.5 विनर ल सर त ल बधाई छ विक्रम भाइ बधाई छ तिम्रो यत्रो भुडी भएको कुद्दो रहेछौ अब तिमीले मसँग 200 मिटर रनिङमा कम्पिटिसन गर्नुपर्छ अनि बल्ल पाइन्छ जस्ट जोकिङ टेन्सन नल्याऊ तिम्रो लागि मैले ल विक्रम भाइ दिस इज अल योर्स है थ्यांक यू अन्डा पनि छ देखाउन खोलेर अन्डा पनि छ फेरि मान्छेले झुट बोल्यो भन्ला फेरि पुरै क्यारेर अन्डा है आई वान्ट दिस ल 1 केएस एउटा टाउकोमा फोडन त आउन ल 6 ग्राम प्रोटिन भाइलाई तिमीले कतिचोटि जितिसक्यो कम्पिटिसनमा म 2 पटक भइसक्यो ल भाइलाई धेरै बधाई छ यस्तै गेम हेर्नको लागि हामीलाई हौसला दिनलाई चाहिँ 200 मिटर रनिङ गुड हामी 100% गर्छौं दिपु 200 मिटर रनिङ कहाँ गर्ने ल तिम्रो गाउँमा छ पुरा रनिङ 200 मिटरको ट्र्याक हुनु पर्यो ट्र्याक फेरि नत्र पुरा गराउन ल डन 200 मिटर कमिङ स्याटरडे ल अब यो भिडियो हामी यही एन्ड गर्छौँ ढिलो पनि भइसक्यो जिममा 11 बजिसक्यो दिदीहरू आत्तिनु भएको छ उहाँ बन्द गर्नलाई आमा छोरी ए केटा डम्बल लान आउन बोला त विक्रम बोलाउ त यहाँ डम्बलहरू सब यही छ ल बाई सबैजना ख्याल राख्नु होला यस्तै फ्युचरमा मेरो सब्सक्राइबरहरूसँग पनि मैले गेम गर्नेछु है त्यसको लागि युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला बाई बुई कृष्ण बाई भाइले पुरै प्याक गरिसक्यो अन्डा